कता कता सुनेको थिएँ यो झार जङ्गल पनि दबाई हुन्छ अरे, के को दबाई हो थाहा भएन होइन। मेरोमा चाहिँ यस्तो दामीले यो गाछ मुलाको साग जस्तै भएर आइदिएछ होइन। यहाँ पनि ठुल्ठुलो गाछहरू छ, यहाँ चाहिँ ठुल्ठुलो गाछहरू छ, मुलाको जस्तै गाछ भएर आउँछ कि ठुल्ठुलो। तर यो खानु हुन्छ कि हुँदैन, कस्तो दामीले सप्रिरहेछ क्या, मुला जस्तै भइरहेछ जाम त्यो पनि यस्तो ढुङ्गा घारीमा मुला जस्तो भएर आइदिएको छ हो। यस्तो छ यो ढुङ्गा घारीलाई बनाउने छ। अनि यस्तो यो नहुने झारहरू मात्रै पलाइ बस्छ क्या यहाँनिर नि, के हो यस्तो झार छ यो, माछा मार्ने झार होला यो, यत्तिकै छ यहाँनिर। यो काँडे झारले चाहिँ लास्टै सताउने क्या यो ठाउँमा नि। यो हाम्रो अमेरिकामा चाहिँ लास्टै सताउने काँडे झार आएर नि यसले घोचेर आउँछ। उखाल्दा भएको थियो अस्ति पनि, फेरि पनि अब पल्लाइहालेछ उखाल्नु नभएकोले। फेरि यो ठाउँ कस्तो छ भने नि एकैछिन तातो एकैछिन चिसो हुने। अस्ति 2-3 दिन चाहिँ राम्रो गर्मी भएको थियो, अहिले फेरि चिसो भएर केही गर्नै नसक्ने भइरहेछ। त्यो किन भोग्दिरहेछ अब फेरि हो त, यस्तो छ।